नेपालमा लागू हुनुपर्ने 10 वटा कडा नियमहरू। अब बालेन र रविको सरकार आउँदैछ। बालेन र रविजीलाई मैले 10 वटा कुराहरू बताउन चाहन्छु। सुरुमा तपाईको सरकार बनिसकेपछि यी 10 वटा कुराहरू चाहिँ नि तुरुन्तै लागू गरिदिनु भयो भने धेरै नै नेपालमा परिवर्तन आउनेछ। नम्बर 1, कानुन सबैका लागि बराबर होस्। शक्तिशाली होस् वा सामान्य नागरिक, सबैलाई एउटै कानुन लागू हुने व्यवस्था कडा तरिकाले पालना गर्ने तरिकाले बनाइदिनु होला। नम्बर 2, छिटो न्याय प्रणाली बनाइदिनु होला। फास्ट ट्र्याक कोर्ट, मुद्दा वर्षौंसम्म लम्बिएको छ, निश्चित समयभित्र फैसला हुने एउटा व्यवस्था गरिदिनु होला, ताकि धेरै जना फैसला सुन्नको लागि वर्षौंसम्म कुरिरहेका छन् उनीहरूलाई सहज हुनेछ। भ्रष्टाचारलाई शून्य नै बनाइदिनु होला। ठूला ठूला भ्रष्टाचार केसमा पनि तुरुन्त कारबाही र कडा सजाय गरिदिनु भयो भने पक्कै पनि नेपालमा भ्रष्टाचार शून्य हुनेछ। नम्बर 4, सडक नियम कडाइका साथ लागू गरिदिनु होला। ट्राफिक नियम उल्लङ्घन गर्दा भारी जरिवाना, लाइसेन्स निलम्बन गरिदिनु होला। जापानमा लाइसेन्सको पुवाल पारिदिन्छ यहाँकोले, त्यही पुवाल पारिदिनु होला लाइसेन्समा, जसले गर्दा उनीहरूले कडा नियम फलो गर्न सकुन्। नम्बर 5, सरकारी सेवा डिजिटल र पारदर्शी बनाइदिनु होला। नागरिकहरू लाइनमा बस्ने झन्झट हटाएर सबै अनलाइन र ट्र्याकिङ सिस्टममा ल्याइदिनु होला। कुनै एउटा सरकारी काममा गइयो भने लाइन लाएर बसिरहनु पर्छ, पैसा तिर्ने मान्छे अगाडि गरिसकेको हुन्छ, त्यो खारेज गरेर एकदमै अनलाइन सिस्टमबाट फास्ट ट्र्याकबाट गरिदिनु भयो भने धेरै जना नेपालीहरूले राहत पाउनेछन्। नम्बर 6, ट्याक्स प्रणाली कडा बनाइदिनु होला। कर छल्नेहरूलाई तुरुन्त कारबाही र सबैलाई कर तिर्न बाध्य बनाउने एउटा सिस्टम बनाइदिनु होला। नम्बर 7, सार्वजनिक स्थानमा अनुशासन पालना गर्ने बनाइदिनु होला। फोहोर जहाँ पाए त्यही फाल्ने, चुरोटको ठुटाहरू जहाँ पाए त्यही फाल्ने, यस्ता तोडफोड गर्ने, फोहोर फाल्नेहरूलाई कडा जरिवाना राखिदिनु होला। ठाउँ ठाउँमा क्यामेराहरू जडान गरिदिनु होला। र नम्बर 8, विदेशी जाने श्रमिकहरूको सुरक्षा गरिदिनु होला। अहिले जसले पाए त्यसले विदेश पठाउँछ, ठगी रोकिएको छैन, सरकारी निकायबाट कडा निगरानी भएको छैन, एजेन्टहरूलाई मन परी छ, लाइसेन्सहरू र ट्र्याकिङहरू अब तपाईले अनुसन्धान गरेर कसलाई चाहिँ नि विदेश पठाउन अनुमति, कसलाई अनुमति नदिने तपाईहरुले छानबिन गरिदिनु पर्यो। नम्बर 9, शिक्षा र स्वास्थ्यमा न्यूनतम मापदण्ड अनिवार्य गरिदिनु होला। निजी र सरकारी सबै संस्थामा गुणस्तरीय जाँच र कडा नियमन गर्न पर्ने अवस्था देखिएको छ। र नम्बर 10, नागरिक सचेतना र जिम्मेवार। कानुन मात्र कडा भएर हुँदैन, नागरिक पनि जिम्मेवार बन्ने संस्कृतिको विकास गर्नुपर्छ। अब त्यो विकास बालन सरकारले गर्नेछ भन्ने